जन्मकैद भनेको कति सजाय हो? आज हामी यहाँहरूलाई यही विषयमा जानकारी गराउँदैछौँ। हिजो हामीले नेपाली ब्रोलाई हुनसक्ने सजायसँग सम्बन्धित विषयमा भिडियो पोस्ट गरेपछि यहाँहरू धेरैजनाको जिज्ञासा प्राप्त भएको छ। यहाँहरूले जन्मकैद भनेको कति वर्ष हो भनेर सोध्नु भएको छ। जन्मकैदका सम्बन्धमा मुलुकी अपराध संहिता 2074ले 2 खालको व्यवस्था गरेको छ। एउटा पहिलो क्याटेगोरीका ती 7 प्रकारका कसुरहरू जुन बारेमा हामीले यहाँहरूलाई भिडियो मार्फत यसअघि नै जानकारी गराइसकेका छौँ। ती 7 प्रकारका कसुरहरू दफा 41 मा व्यवस्था गरिएको छ र ती 7 प्रकारका कसुरहरू यदि गरेको अवस्थामा निज कसुरदारलाई ऊ बाँचुन्जेलसम्म कैद गर्नुपर्ने गरी कानूनले व्यवस्था गरेको छ। त्यसैगरी दफा 42 ले भनेको छ जन्मकैदको गणना। दफा 41 मा उल्लेखित अवस्थामा बाहेक जन्मकैदको सजाय गणना गर्दा 25 वर्ष कैद सजाय हुने गरी गणना गर्नुपर्नेछ। यसरी मुलुकी अपराध संहिता 2074 को दफा 42 ले जन्मकैदको सवालमा 25 वर्षलाई व्यवस्था गरेको अवस्था छ। यदि दफा 41 को अवस्थाभन्दा बाहेकको अवस्थामा यदि कसैलाई जन्मकैदको सजाय भएको अवस्थामा निजले 25 वर्ष कैदमा बस्नुपर्ने कानूनले व्यवस्था गरेको छ।